ल दिदी यता बस्नु। हाम्रो ठुल दिदी भाउजू आउनुहोस् यता। हाम्रो आमा 83 वर्षको हुनु हो। यति राम्रो हुनुहुन्छ, स्वास्थ्य हुनुहुन्छ, दीर्घायु आयु छ। 11-12 महिनाको आमा हुनुहुन्छ। 82-83 जना नातिना छन्। आमा कस्तो भाग्यमानी हुनुहुन्छ। ल आमा आज कति वर्षको 83 वर्षको हुनु हो। आज माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन। आज हामी ठुल दिदी अब म हाम्रो साइलो भाउजू यी चाहिँ आमाको मुख हेरेर आमासँग बसेर कान्छी दिदी हेरेर गइसक्नु हो। यहाँ अरू भाइ बहिना नातिनाहरू जुटिया छैनन्। हामी फर्स्ट सेकेन्डमा पर्यो। कान्छी दिदी फर्स्टमा पर्नुभएछ। भाइ दिदी घरै आउनुहुन्छ रे। अब यस्तो छ यी आमाको भाग्य कस्तो। 83-84 जना नातिनाको आमा यस्तो कति राम्रो हुनुहुन्छ। यी स्वास्थ्य हुनुहुन्छ, दीर्घायु आयु छ आमाको। सबै कुरा राम्रो छ। यस्तै देख्न पायौँ। सबै कुरा राम्रो भएको चाहिँ हामीले पनि चाहिँ छोरा नातिको चाहिँ राम्रो भएको सुन्न पायौँ। होइन आमा आशीर्वाद दिनुभएको छ हामीलाई। हजुर हस्। ल दर्शन गरौँ आमा है। ल ल ल ल दिदी। दिदी अर्को